यो भिडियो विराटनगर वार्ड नम्बर 18 खोक्साको हो। विराटनगरमा पानी र हावा चलेको क्रममा धेरै मान्छेको नोक्सान भएको छ अनि कसैको घरमै रुख खसेको छ त कहीँ बाटो पनि ब्लक भएको छ। अनि यो भिडियोमा हेर्नुहुन्छ रुखहरू भाँचेको हेर्नुहुन्छ र कसैको ओछ्यानी कहाँबाट कहाँ उडाएर लगेको छ हेर्नुहुन्छ। अनि मेरै घर अगाडि पोलको तारमा रुख खसेर तार पनि भाँचेको हेर्नुहुन्छ। अनि केही मान्छेको आफ्नै नोक्सान भएको छ अनि उता बाटो पनि ब्लक भएको क्रममा बाटो सरसफाइ हुँदैछ। अनि यो हेर्नुहुन्छ हजुरले रुख भाँचेर मान्छेको घरमाथि लड्केको छ हेर्नुहुन्छ। अनि यताको बाटो सरसफाइ हुँदैछ। यताबाट पनि हेर्दा पनि बाटै ब्लक छ, यताबाट पनि हेर्दा बाटो ब्लक छ हेर्नुहोस्। अनि हेर्नुहोस् घरको ओछ्यानी उडाएर कहाँबाट कहाँ लगेको छ। कस्तो साह्रै रुखहरू भाँचेको छ, धेरै मान्छेहरूको नोक्सान भएको छ। यो भिडियोमा हजुरहरूले हेर्न सक्नुहुन्छ कति मान्छेहरूको कति नोक्सान भएको छ।